तपाईको जेठी श्रीमतीको कान्छो छोराको तेस्रो प्रयास। अहिले देशमा पनि निकै विकास भएको छ हजुरबा। गाउँ खुल्ला दिसा पिसाब मुक्त क्षेत्र घोषणा भयो। अब जहाँ पाए त्यहीँ बन्दुक तेर्साउन पाइँदैन। सानोमा भूतको कथा सुन्दा साह्रै डर लाग्थ्यो। अहिले पहिले जस्तो लसुन पकाउँदा गाउँ मगमगाउँदैन, टुकी बाल्दा घर जगमगाउँदैन। हजुरहरूले सुन किन्ने पैसामा अहिले त सुनको जलप पनि आउँदैन। हजुरबुवालाई चिठी। आदरणीय हजुरबुवा, साष्टाङ्ग दण्डवत प्रणाम। कहाँबाट कुन चाहिँ नातिको चिठी आयो भन्नुहोला। हातखुट्टा काउलाहरू भाँची भाँची नाति नातिना गर्नुहोला। म हुँ तपाईको जेठी श्रीमतीको कान्छो छोराको तेस्रो प्रयास। अब त पक्कै चिन्नुभयो। मेरा जुम्लिया दाईहरूले मलाई ओभरटेक गरेका कारण म जन्मन अलि ढिलो भयो र हजुरसँग राम्रोसँग खेल्न पाइनँ। हजुरलाई घोडा बनाएर सवारी गर्न पाइनँ। खै केही छैन। धेरै पछि आज हजुरको याद आयो र यो चिठी लेख्दैछु। आशा छ हजुर सन्चै हुनुहुन्छ होला। हामी सपरिवार यहाँ कुशल छौँ। बुबा तपाईँ जस्तो हुनुभयो। तपाईँ कस्तो हुनुभयो? मिल्छ भने फेसबुकमा एउटा सेल्फी पठाउनु होला। नागरिकताको त्यो ब्ल्याक एन्ड व्हाइट फोटोमा रिसाएको अनुहार हेर्दा हेर्दै तपाईँ एङ्ग्री बर्ड जस्तो लाग्न थालिसक्यो। तपाईँले घर छाडेर हिँड्नु भएको 10 वर्षपछि हजुरआमा पनि तपाईँलाई खोज्दै खोज्दै त्यतैतिर आउनुभयो। आशा छ हजुरसँग भेट भयो होला। हजुरका नातिनीहरू सबैका पलातिनी भइसके। नातिहरू कसैको पनि घर हुन सकेको छैन। हजुरले 90 सालमा भोग्नु भएको कुरा हामीले पनि 72 सालमा भोग्यौँ। हजुरको शाखा सन्तान कसैलाई पनि केही भयो। घरको त झन् रौँ पनि हालियो। अब समय पहिले जस्तो छैन हजुर। सुनको बाला फल्ने खेतमा अहिले पैसाको बोट लगाउँछन्। घरहरू बगेर बेसी झरेका छन्। मान्छेहरू पनि पहिलेभन्दा बढी परिश्रमी भएका छन्। तपाईँहरूले वन फाँडेर खोरिया बनाउनु भयो, खेती गर्नुभयो। हामीले खोरियालाई फेरि वन बनायौँ, वृक्षारोपण गर्यौँ। घरबारी खोरिया जस्तो भयो, त्यसैले खेतमा घर बनाएका छौँ। छतमा गमला राखेर तरकारी फलाएका छौँ। घर घरमा कलधारो छ। ठुस्स हिलो मगमगाउने पानी पिउँछौँ। कुवाले मान्छेको अनुहार नदेखेको जुग भइसकेको छ। अहिले खाना लाउनलाई दुःख छैन हजुरबा। पैसा भए जति पनि पाइन्छ। गोजी मात्रै टम्म चाहिन्छ। अहिले देशमा पनि निकै विकास भएको छ हजुरबा। गाउँ खुल्ला दिसा पिसाब मुक्त क्षेत्र घोषणा भयो। अब जहाँ पाए त्यहीँ बन्दुक तेर्साउन पाइँदैन। सर्ट प्यान्टको बिक्रीले गर्दा सुरुवाल गाँठो परेर आपत पर्ने समस्या पनि हटिसकेको छ। अहिले पहिले जस्तो लसुन पकाउँदा गाउँ मगमगाउँदैन, टुकी बाल्दा घर जगमगाउँदैन। हजुरहरूले सुन किन्ने पैसामा अहिले त सुनको जलप पनि आउँदैन। गाउँलेहरूको सामूहिक प्रयासमा हाम्रो घर छेउको पोखरी माथिबाट गाडी गुडाउन सफल भयो। राजधानी जस्तै भयो अब हाम्रो गाउँ पनि। राजधानीमा पनि अझै पनि पोखरी माथिबाटै गाडी गुड्छन्, धानको खेतबाटै गाडी गुड्छन्। सानोमा भूतको कथा सुन्दा साह्रै डर लाग्थ्यो। पहिले रात यति अँध्यारो हुन्थ्यो कि मान्छेहरू बाहिर निस्कन डराउँथे, कतै भूतको देख्छु कि भनेर। रातको साथी जुन थियो, त्यही पनि महिनामा 15 दिने छुट्टी लिएर बस्थ्यो। तर अहिले समय ठ्याक्कै उल्टो भएको छ हजुरको। अहिले रात रात जस्तो छैन। पाइलै पछि बत्तीहरू मुस्कुराएर बसेका हुन्छन्। अहिले बरु भूतहरू बाहिर निस्कन डराउँछन्, कतै मान्छेले पो देख्छन् कि भनेर। पोहोर र परार साल गरेर तल्लो घरका हजुरबा हजुरआमाले पनि पालै पालो सास फेर्न बिर्सनु भयो। उहाँहरूसँग पनि भेट भएकै होला। उहाँहरूलाई कस्तो छ मेरो पनि सम्झना सुनाइदिनु होला। त्यहाँ पनि हाम्रो भन्दा तल्लो घरमै बस्नुहुन्छ कि बसाइ जानुभयो पनि? हजुरको नाउँमा 2 चोटि
हजुरआमाको नाउँमा एकचोटि रासन पठाउन छाडेका छैन, पाउनुभएकै होला। ल त हजुर, चिठी अलि लामो भयो, अहिलेलाई बिदा। फेरि अर्को भेटमा उतै यमराजको गेटमा। हजुरको प्यारो नाति, तपाईँको जेठी श्रीमतीको कान्छो छोराको तेस्रो प्रयास।